हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू एपिसोड होइन अब फेरि पनि भ्लगमा आइसक्यो लगभग 1 वर्षपछि। अनि त्यही हो आज चाहिँ जाँदैछौँ मोबाइल किन्नको लागि। त्यही भएर अब बता जान्छौँ हामी 3 दाजुभाइ छौँ टक्क लाएर जान्छौँ। अब हेरौँ बाटोमा के हुन्छ, गएर मोबाइल किन्छौँ होइन। खुसी छौँ होइन। अब आइफोनबाट फेरि भिडियो देखिन्छ ल अहिले चाहिँ अब निस्किन्छौँ हामी। त्यही हो है त। पनि आइपुगिसक्यो झक्क लाएर अब मोबाइल लिनलाई अब हेरौँ 1-2वटा सपमा छिरौँ। अनि त्यही हो अब 2 दाजुभाइ छ यहाँ, आमा रितेश दाई डमर दाई। अनि झक्क लाएर अब नेपाली होटेल जाउँ, अगाडि खानासाना खाऊँ, त्यसपछि चाहिँ अनि ल अब कपडा हेर्नु पऱ्यो अरे। अब कपडा हेरौँ त्यही हो एकछिनमा अब नेपाली होटेल छिर्छौँ कि त्यतिर हेर्छौँ। अब खाना खाना जाउँ भनेको अगाडि भोक लागिरहेछ, बिहान केही नखाइकन आएको थियो। अब खाना खानु जानु पर्ला नेपाली होटेलमा पनि। अब टक्क लाएर खाना खान्छौँ। हामीले मगाएको छौँ थुक्पा, चाउमिन र मोमो अनि कुराहरू टक्क लाएर भनेको त मोमो नि आइपुगिरहने टक्क लाएर। अनि अब खाजा खान्छौँ अनि त्यसपछि चाहिँ अनि बाहिर जान्छौँ, मोबाइल सोबाइल किन्न जान्छौँ। अहिले चाहिँ खाजा खाऊँ आइटम खाजा खाइसकेपछि भेटौँ। खाजाहरू खाइसक्यो, फेरि एक थुक्पा मगाएको छौँ, भोक लागिरहेछ, टन्न खानुपर्छ हत्तो नेपाली होटेल आइन्न फेरि। अनि त्यही भएर खाजा खान्छ मैले। अब त्यही हो अहिले एकछिनमा जान्छ मैले खाइसक्यो। अब टक्क लाएर जानुपर्छ यहाँबाट। अनि त्यही हो होइन निस्किन्छौँ यहाँबाट लालीग्रास लक्क लाएर लालीग्रास। तर अलिकति भित्र रहेछ होइन। भाउजू दिल त तपाईँको भाउजू भाउजू कहाँ गयो भनेको तपाईँ रहेछ त नि। भाउजू कहाँ गयो अस्ति देख्यो भनेको भाउजू भाउजू हरायो भनेको त भाउजू यहीँ रहेछ। अनि खाजा कस्तो लाग्यो? ए खाजा कस्तो लाग्यो त? ए खाजा बाबाले बाबा न प्लेट थुक्पा खायो। तर थुक्पाको सुत्छ के बबाल थियो खाना। टक्क लाएर टन्न पेट भरिसकेपछि अब टक्क लाएर मोबाइल किन्नलाई चाहिँ अब जानुपर्ने हुन्छ हामी। त्यही भएर अब मोबाइल सप खोल्दै जान्छौँ, हेर्छौँ कस्तो लाग्छ होइन। खासमा किन्ने त फेरि आइफोन हो नि। अब एकछिन हेर्ने त फेरि आइफोनबाट फेरि भिडियो आउँछ नि त। टक्क लाएर अब अहिलेलाई यति नै ल। अब एकछिनमा जान्छ मोबाइल पसल पुगिसकेपछि ए दाइ जाउँ घुम्ने। आज दिनभरि छुट्टी छ, कहाँ कहाँ पुगिन्छ के गरिन्छ सबै भिडियो गरिहाल्छौँ नै। अहिलेलाई चाहिँ यतै अफ गरौँ र मोबाइल पसल खोजौँ। सही हो सक्छ त कसैले सक्दैन नि फेरि। आकाशी पुल नेपाली भाइब्स दिन्छ त यहाँ त फेरि सबै नेपाली भेटेर मुख हामी होइन रत्न पार्कतिरै हो जस्तो लाग्छ। कहाँ जाने जाउँ अघिको मै जाउँ, त्यही भित्रमा त्यही अघिकै मलभित्र खोल्या होला। अब त्यतै गएर भेटौँ। मोबाइल पनि अब म खाली रुममा गएर हेरौँ। मोबाइल ल्याएछौँ, चार्जर ल्याएछौँ, इयरफोन ल्याएछौँ। अब त्यही अब जान्छौँ सपिङ गर्न जान्छौँ नै ब्लग गरेर। अनि अब सपिङ गर्न जान्छौँ, कपडा किन्न जान्छौँ। त्यही हो कपडा पसलमा गएर भेटिन्छ। कासेर जसरी हिँडिरहेको छु म खाने खानासाना खाइयो, कपडा सपडा किन्यो। अब मलाई जुत्ता हेर्नु छ, जुत्ता हेर्न जाउँ। अहिले कपडा सपडा पनि लिइसकेको छ टक्क लाएर। डुल्या छ नि बठाएर रोइला हानिरहेको छ। तर म खाने रत्न पार्क जस्तो हो नि त फेरि यो त पुरै रत्न पार्क जस्तो छ। अब बङ्गाली मार्केट जान्छौँ, त्यहाँबाट माछाहरू उठाउँछौँ। त्यसपछि डाइरेक्ट रुम जानेछौँ है त। ट्याक्सीमा नै चढियो, अब रुमतिर फर्किँदैछौँ। अब म खाने जसो फेरि कुकुरी कहाँ भन्दा नि
काका खासा सबै बोकेर सकेर गयो त ब्लडर परेछ रातमा मुसन के छ त नि पाडी लाइट गियरको ठिक छ अघि एउटा पानी उठाउनु पर्ने छ त्यहाँबाट है एहे दे टक्क लाएर अब रुमतिर जान्छौँ है रुमतिर जानेछ मोबाइल पनि किनियो अब रुममा गएर हेर्छौँ के ल्याएको छौँ के गर्छौँ भनेर है त ल अब रुमतिर जान्छौँ तर म खाने जाम हेर्नु नि फेरि कोटेश्वरको जाम भन्दा नि कम्ताको त छैन फेरि अपना होता है रोज इन्तजाम हो कि क्या रुममा पनि आइपुगिसक्यो टक्क लाएर बक्स छ यहाँ अनि यहाँ चार्जर छ अनि अरू के ल्याएको छौँ देखाउँछौँ है त कहाँ यो बिल भइहाल्यो यो के हो इयरफोन अनि ल्याएको छौँ चार्जर पनि एउटा अनि त्यही हो अनि अरू त एउटा त्यही जुत्ताहरू लिएर आएको छौँ जुत्ता लगाएर आएको छौँ र फाइनली मोबाइलको चाहिँ कभर पनि हालिसक्यो ग्लास पनि हालिसक्यो 12 प्रो म्याक्स है त अब रुममा आइसक्यो अब कभर सभर चेन्ज गर्छौँ चिसो खान्छौँ बस्छौँ छुट्टी हो मस्त अब नुहाउने कपडा धुनै मैला गर्दै बस्छौँ है त यस गाइज अब चाहिँ म रुममा आएर मस्त नुहाइ धुवाइ गरेर मजाले आनन्दले रुममा आइपुगिसक्यो होइन अनि अब अनबक्सिङ गरिहाल्यो अलि मोबाइलको चाहिँ अनबक्सिङ राम्रोसँग भएन यतिकै त्यो मोबाइल किन्यो अनि किन्ने बित्तिकै अनि फेरि त्यो कभरहरू हाल्नुपर्ने यताउति हाल्नु परिहाल्यो अनि त्यो क्यामेरामा त्यो ग्लास पनि हाल्नुपर्ने थियो अनि त्यो नि हालिदियो अनि यताउति गर्दा त्यो बिर्सेछु भिडियो गर्नलाई नै होइन यत्तिकै त्यही बार्गेनिङ गर्दा के लिने के गर्ने भन्दै लिएछु अनि बाहिर आयो भिडियो बनायो त्यति नै हो जे छ भ्लगमा देखिहाल्नु भयो अनि त्यही हो होइन धन्यवाद सबैजनालाई भिडियो हेरिराख्नु भएको छ अन्तिमसम्म भने लाइक गर्न चाहिँ नबिर्सिनु ल अनि सब्सक्राइब पनि फेरि टाङ बजाउनु नि हेरि यति भन्दै आजको भ्लगको एन्डिङ यतै गर्न चाहन्छु अब फेरि नेक्स्ट भ्लगमा भेटौँ है त अब चाहिँ आइफोनबाट फेरि भिडियो आउँछ नि त फेरि नेक्स्ट भ्लग ओके बाई बाई सी यू